हेलो गाइड नमस्ते। म तपाईँले आज हिक एपको अनेस्ट रिभ्यू बताउन गइरहेको छु। यसलाई हिच पनि भनिन्छ र हिक पनि भनिने गरिन्छ। कृपया नझुकिदिनु होला। हाम्रो एप यहाँ खोलिसकेको छ र यसमा केही पनि त्यस्तो केही गर्नु पर्दैन, बस भोट गर्ने हो र रियाक्ट गर्ने हो। यदि त्यति गरेपछि हाम्रो टास्क कम्प्लिट भइहाल्छ र हामी त्यस वापत हामीले पोइन्ट पाउने गर्दछौँ। यो एप चलाउन खासै गाह्रो त छैन, टाइम पनि धेरै नै लाग्ने गर्दछ। यो एप खोलेको मैले जम्मा 2 दिन मात्र भएको छ र मैले जम्मा 4,322 रुपियाँ जम्मा गर्न सफल भएको छु। यो विथड्र गर्नको लागि हामीसँग कमसेकम 50,000 जति कोइनहरू कलेक्ट गरिसकेको हुनुपर्छ। छोटो समयमा हामीले धेरै कोइन कमाउन सक्दैनौँ र त्यसमाथि यो पेमेन्टको मेथड चाहिँ पेपलबाट मात्र रहेको छ र यसमा विभिन्न टास्कहरू पनि कम्प्लिट गर्नुपर्ने हुन्छ। हामीलाई सानो आम्दानीको लागि धेरै टाइम लस हुन्छ, जुन प्रभावकारी हुँदैन। यसमा धेरै मेहनत गरे पनि आम्दानी भने अत्यन्तै कम हुन्छ, त्यसैले मेरो विचारमा यो चाहिँ एउटा वेस्ट अफ टाइम मात्र मान्छु। मैले आइडी खोलेको जम्मा 2 दिन मात्र भएको हुनाले मेरो यहाँ 2 स्ट्रिक मात्र देखाएको छ र 3 दिन पुरा भयो भने हामीले 300 रुपियाँ कोइन पाउँछौँ भने 7 दिन कम्प्लिट भयो भने 1K कोइन पाउँछौँ, 14 दिन भयो भने 3,000, 30 दिन भयो भने 10,000, 90 दिनको 50,000, 365 यानि 1 वर्षको हामीले 1 मिलियन कोइन प्राप्त गर्दछौँ। यसबाट छोटो समयमा कमाउन सकिँदैन, लामो समयको पर्खाइपछि चाहिँ सानो रकम भने प्राप्त गर्न सकिन्छ।